आज चाहिँ हामी किमा नुडल्स बनाएर खाने प्लान बनाउँदैछौँ। हजुरहरू कस्तो हुन्छ आउनुहोस् सँगै हेरौँ है। यसको लागि चाहिँ सबैभन्दा पहिला पानी उमालेर नुडल्सलाई बोइल गर्दैछौँ। नुडल्स रेडी भइसकेको छ हैन। यता चाहिँ हामी किमा फ्राई गर्दैछौँ। यो चाहिँ मरिचको धुलो, पहिला खासमा मरिचको धुलो हाल्दैछौँ। यसमा लसुन यो चाहिँ जिरा र धनियाँको धुलो हालेको। फाइनली हाम्रो किमा तयार भइसक्यो होइन। चाहिँ यो नुडल्सको सोया सस हो हजुर, सोया सस हो। धेरै यो पिरो मजाले भुल्नुपर्छ होइन। टमाटर भुलेर हामी मजाले नुडल्स हाल्न लाग्यो फर्स्टमा, त्यसपछि किमा हाल्ने हो, त्यसपछि आफूलाई कति खानु मन लाग्छ होइन मजाले हाल्ने। यस्तै साग हाल्ने हो। परितरको साग चटक्क है, एउटा सर्लक है। फाइनली किमा नुडल्स रेडी भएर खान लाग्यो अवस्था। यो त्यही मोलेर खाने हेर्नु त कस्तो छ। हुन्छ कस्तो कस्तो छ त नुडल्स किमा? मिठो छ। दामी खान्छ। कस्तो छ? मिठो छ। कस्तो मिठो भनिदिनु त। यताहरू भनिदिनु न, यताहरू भनिदिनु न। हो थुक्पा कस्तो किमा नुडल्स कस्तो छ आन्टी? है कस्तो छ मम्मी? मिठो छ, दामी छ हो। रमाइलो भइरहेछ? रमाइलो भइरहेछ नि सबैजना? धेरै रमाइलो, सबैसँग मिलेर मिठो पनि हुन्छ। धेरै मिठो भयो। कस्तो छ हो नुडल्स? एकदम यम्मी हो, मिठो मिठो छ है। कस्तो लाग्यो कान्छालाई? कस्तो लाग्यो? मात्रै अझ कति खाने? कति? यति थोरै छ। थोरै छ? अझै छ नि खाने हो? भए पनि थोरै छ नि त। कस्तो छ खान्छौ? A few moments later. किमा नुडलले मेरो पेटै दुखिरहेछ। किन के भयो? किमा नुडल धेरै खाएर खत्म। बाय बाय, टाटा, गुड बाय, गया। किन धेरै खाएको त? अनि यस्तो धेरै खाने हो? कत्रो भयो पेट? मिठो थियो। कत्रो भयो पेट? यत्रो। आजलाई यति नै। हजुरहरूलाई धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा। अन्तिममा चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हाम्रो भिडियो हेरेर कस्तो लाग्छ हजुरहरू कमेन्टमा भनिदिनुहोस् है। हामी फेरि अर्को भिडियो लिएर आउनेछौँ। त्यतिन्जेलको लागि बाइ बाइ।